नमस्ते सम्पूर्ण लोकसेवा पढिराख्नु भएको साथीहरूलाई आज हामी नेपालको भूगोलबाट अति महत्त्वपूर्ण प्रश्नहरू लिएर आइसकेका छौं। सर्वप्रथम प्रश्न नम्बर 1 रहेको छ हाम्रो विश्वको सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी कुन हो? अप्सन यसको हेर्न सक्नुहुनेछ तपाई। विश्वको सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी कुन हो? अप्सन ए रहेको छ नाइल नदी, त्यसैगरी अप्सन बी रहेको छ अमेजन नदी र अप्सन सी रहेको छ अरुण नदी र अप्सन डी रहेको छ याङत्से नदी। यो प्रश्नको सही उत्तर के रहेको छ? विश्वको सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी कुन हो? अरुण नदी रहेको छ जुन हाम्रो अप्सन सी मा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 2 रहेको छ हाम्रो नेपालको कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएको छ? यो प्रश्नको अप्सन रहेको छ हाम्रो कोशी नदी, त्यसैगरी अप्सन बी रहेको छ कर्णाली नदी र अप्सन सी रहेको छ नारायणी नदी र अप्सन डी रहेको छ महाकाली नदी। नेपालको कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएको छ? यो प्रश्नको सही उत्तर के रहेको छ? कर्णाली नदीमा डल्फिन पाइएको छ। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 3 रहेको छ हाम्रो गंगा स्वरूपको नामले चिनिने नेपालको एकमात्र नदी कुन हो? अप्सन रहेको छ हाम्रो कोशी नदी, अप्सन बी रहेको छ कर्णाली र अप्सन सी रहेको छ कालीगण्डकी र अप्सन डी रहेको छ महाकाली। गंगा स्वरूपको नामले चिनिने नेपालको नदी कुन हो? कालीगण्डकी रहेको छ जुन हाम्रो अप्सन सी मा रहेको छ। अप्सन सी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 4 रहेको छ हाम्रो कौमारी स्वरूपको नामले चिनिने नेपालको नदी कुन हो? अप्सन रहेको छ सेती नदी, त्यसैगरी अप्सन बी रहेको छ मर्स्याङ्दी नदी र अप्सन सी रहेको छ मादी नदी र अप्सन डी रहेको छ दरौदी नदी। कौमारी स्वरूपको नामले चिनिने कुन नदी हो? मादी नदी रहेको छ जुन हाम्रो अप्सन सी मा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 5 रहेको छ हाम्रो वैष्णवी स्वरूपको नामले चिनिने नदी कुन हो? वैष्णवी स्वरूपको नामले चिनिने नदी कुन हो? अप्सन ए रहेको छ कालीगण्डकी, अप्सन बी रहेको छ मादी र अप्सन सी रहेको छ सेती र अप्सन डी रहेको छ दरौदी। वैष्णवी स्वरूप नामले चिनिने सेती नदी रहेको छ जुन हाम्रो अप्सन सी मा रहेको छ। अप्सन सी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 6 रहेको छ हाम्रो कंकाईमाई समेत भनिने कंकाई नदीका मुख्य सहायक नदीहरू कुन कुन हुन्? कंकाईमाई समेत भनिने कंकाई नदीका मुख्य सहायक नदीहरू कुन कुन हुन्? अप्सन दिएको छ, तपाईहरु अप्सन हेर्न सक्नुहुन्छ। कंकाईमाई समेत भनिने कंकाई नदीका सहायक नदी कुन हुन्? पुवा खोला, माई खोला, जोगमाई खोला, यी 3वटा सहायक नदीहरू रहेका छन्। अप्सन के रहेको छ हाम्रो अप्सन सी के रहेको छ सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 7 रहेको छ हाम्रो मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छन्? मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छन्? अप्सन ए रहेको छ हाम्रो कर्णाली, त्यसैगरी अप्सन बी रहेको छ बागमती र अप्सन सी रहेको छ नारायणी र अप्सन डी रहेको छ गण्डकी। मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छन्? नारायणी नदीमा मिसिन्छन्। अप्सन सी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 8 रहेको छ हाम्रो लिखु नदीलाई अर्को के नामले चिनिन्छन्? लिखु नदीलाई अर्को के नामले चिनिन्छन्? अप्सन रहेको छ हाम्रो इन्द्रावती, अप्सन बी रहेको छ तमोर र अप्सन सी रहेको छ वरुण। त्यसैगरी अप्सन डी रहेको छ दुधकोशी। लिखु नदीलाई अर्को के नामले चिनिन्छन्? वरुण नामले समेत लिखु नदीलाई चिनिन्छन्। त्यसैगरी प्रश्नको सही उत्तर कुन रहेको छ? वरुण रहेको छ जुन हाम्रो अप्सन सी मा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 9 रहेको छ हाम्रो इन्द्रावतीको उद्गम स्थल कहाँ रहेको छ? इन्द्रावतीको उद्गम स्थल कहाँ हो? यो प्रश्नको अप्सन रहेको छ हाम्रो कालीगण्डकी, त्यसैगरी अप्सन बी रहेको छ पाँच पोखरी र अप्सन सी रहेको छ रारा र अप्सन डी रहेको छ फुलहरी। इन्द्रावतीको उद्गम स्थल कहाँ रहेको छ? पाँच पोखरी रहेको छ। अप्सन के रहेको छ हाम्रो बी सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 10 रहेको छ हाम्रो भोटेकोशी नदी कहाँ विलय हुन्छन् र इन्द्रावती नदी कहाँ मिल्छन्? भोटेकोशी नदी कहाँ विलय हुन्छ र इन्द्रावती नदी कहाँ मिल्छन्? यो प्रश्नको सही उत्तर कुन हो? तपाईहरु अप्सन हेर्न सक्नुहुन्छ। अप्सन ए रहेको छ सुनकोशीमा विलय हुन्छ र दोलाल घाटमा मिल्छन्। यो प्रश्नको सही उत्तर के हुन्छन्? तपाईहरु अप्सन हेर्न सक्नुहुनेछ। यो प्रश्नको सही उत्तर रहेको छ कोशी
सुनकोशीमा विलय हुन्छ र दोलाल घाटमा मिल्छन्। कुन हाम्रो सही उत्तर रहेको छ? अप्सन ए के रहेको छ हाम्रो सही उत्तर रहेको छ। यो प्रश्नको सही उत्तर अप्सन ए रहेको छ। त्यसैगरी प्रश्न नम्बर 11 रहेको छ हाम्रो दुधमती भनेर चिनिने नदी कुन हो? दुधमती भनेर चिनिने नदी कुन हो? अप्सन रहेको छ हाम्रो पश्चिमी राप्ती नदी। त्यसैगरी अप्सन बी रहेको छ पूर्वी राप्ती नदी। त्यसैगरी अप्सन सी रहेको छ नारायणी नदी र अप्सन डी रहेको छ त्रिशुली नदी। यो प्रश्नको सही उत्तर के रहेको छ? दुधमती भनेर चिनिने नदी कुन हो? पूर्वी राप्ती नदी रहेको छ, जुन हाम्रो अप्सन बी मा रहेको छ। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 12 रहेको छ हाम्रो पश्चिम राप्ती नदीको उद्गम स्थल कहाँ हो? पश्चिम राप्ती नदीको उद्गम स्थल कहाँ हो? अप्सन रहेको छ हाम्रो कञ्चनपुर। त्यसैगरी अप्सन बी रहेको छ हाम्रो रोल्पाको महाभारत पर्वत। त्यसैगरी अप्सन सी रहेको छ दार्चुला र अप्सन डी रहेको छ काठमाडौँ। पश्चिम राप्ती नदीको उद्गम स्थल कहाँ रहेको छ? रोल्पाको महाभारत पर्वत। रोल्पाको महाभारत पर्वत, जुन अप्सन बी मा रहेको छ हाम्रो। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 13 रहेको छ हाम्रो महाकाली नदीको लम्बाई नेपाल भित्र कति छ? महाकाली नदीको लम्बाई नेपाल भित्र कति छ? अप्सन रहेको छ हाम्रो 150 किलोमिटर। त्यसैगरी अप्सन बी रहेको छ 223 किलोमिटर र अप्सन सी रहेको छ 300 किलोमिटर र अप्सन डी रहेको छ 400 किलोमिटर। महाकाली नदीको लम्बाई नेपाल भित्र 223 किलोमिटर रहेको छ, जुन अप्सन बी मा रहेको छ। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 14 रहेको छ हाम्रो चमेलिया खोला, टिङ्कर खोला एवं सुनरिया खोला कुन नदीमा मिल्छन्? चमेलिया खोला, टिङ्कर खोला एवं सुनरिया खोला कुन नदीमा मिल्छन्? अप्सन रहेको छ हाम्रो कोशीमा। त्यसैगरी अप्सन बी रहेको छ कर्णालीमा र अप्सन सी रहेको छ गण्डकी र अप्सन डी रहेको छ महाकाली। कुन नदीमा मिल्छन् भन्नु पर्दा यो महाकाली नदीमा मिल्छन्। अप्सन डी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 15 रहेको छ हाम्रो तराईमा पुगेपछि बागमती नदीले कुन जिल्लाको सिमाना बनाएको छ? तराईमा पुगेपछि बागमती नदीले कुन जिल्लाको सिमाना बनाएको छ? अप्सन रहेको छ हाम्रो बारा र पर्सा। त्यसैगरी अप्सन बी रहेको छ रौतहट र सर्लाही र त्यसैगरी अप्सन सी रहेको छ मोहतरी र सप्तरी र अप्सन डी रहेको छ नवलपरासी र दाङ। तराईमा पुगेपछि बागमती नदीले कुन जिल्लाको सिमानाको काम गरेको छ? रौतहट र सर्लाहीको। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। रौतहट र सर्लाहीको सिमानाको काम गरेको छ। त्यसैगरी प्रश्न नम्बर 16 रहेको छ हाम्रो बागमती नदीको लम्बाई कति छ? बागमती नदीको लम्बाई कति छ? अप्सन ए रहेको छ हाम्रो 120 किलोमिटर। त्यसैगरी अप्सन बी रहेको छ 163 किलोमिटर र अप्सन सी रहेको छ 200 किलोमिटर र अप्सन डी रहेको छ 250 किलोमिटर। बागमती नदीको लम्बाई कति छ? 163 किलोमिटर, जुन हाम्रो अप्सन बी मा रहेको छ। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 17 रहेको छ हाम्रो बबई नदीको उद्गम स्थल कहाँ हो? बबई नदीको उद्गम स्थल कहाँ हो? अप्सन ए रहेको छ दार्चुला। अप्सन बी रहेको छ सल्यान जिल्ला स्थित महाभारत पर्वत। त्यसैगरी अप्सन सी रहेको छ रोल्पा र अप्सन डी रहेको छ धनुषा। बबई नदीको उद्गम स्थल कहाँ हो? अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ सल्यान जिल्ला स्थित महाभारत पर्वत रहेको छ। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 18 रहेको छ हाम्रो काली गण्डकी र ठेउले खोलाको दोभानमा कुन ठाउँ रहेको छ? काली गण्डकी र ठेउले खोलाको दोभानमा कुन ठाउँ रहेको छ? कुन ठाउँ रहेको छ? अप्सन ए रहेको छ देवघाट। अप्सन बी रहेको छ तारोही र अप्सन सी रहेको छ जयमुनी घाट र अप्सन डी रहेको छ गोर्खा। यो प्रश्नको सही उत्तर के रहेको छ? जयमुनी घाट, जुन अप्सन सी मा रहेको छ हाम्रो। अप्सन सी के रहेको छ सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 19 रहेको छ हाम्रो सेती नदी र बाहुली गण्डकी सेती नदी र बाहुली घाटको दोभानमा कुन ठाउँ रहेको छ? सेती नदी र बाहुली घाटको दोभानमा कुन ठाउँ रहेको छ? अप्सन रहेको छ गौतम बुद्ध
त्यसैगरी अप्सन बी रहेको छ चैनपुर बझाङ, अप्सन सी रहेको छ टंकरपुर र अप्सन डी रहेको छ त्रिपुरा सुन्दरी। सेती नदी र बाहुली घाटको दोभानमा कुन ठाउँ रहेको छ? यसको सही उत्तर के रहेको छ? चैनपुर बझाङको चैनपुर रहेको छ, बझाङको चैनपुर रहेको छ। अप्सन बी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 20 रहेको छ हाम्रो थर्पुचुली हिमनदी अन्नपूर्ण हिमालको थर्पुचुली हिमनदी अन्नपूर्ण हिमालको काखमा रहेको छ भने धोलम्बा हिमनदी कहाँ रहेको छ? धोलम्बा हिमनदी कहाँ रहेको छ? अप्सन ए रहेको छ सगरमाथा हिमालको काखमा, अप्सन बी रहेको छ मनासलु हिमालको काखमा र अप्सन सी रहेको छ धौलागिरी हिमालको काखमा र अप्सन डी रहेको छ रोलवालिङ हिमालको काखमा। यो प्रश्नको सही उत्तर के रहेको छ? रोलवालिङ हिमालको काखमा रहेका छन्। अप्सन डी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 21 रहेको छ हाम्रो नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ? नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ? यो सोधिएको छ कति हुन सक्छ, यो सोधिएको छैन हाम्रो कति भइरहेको छ, कति हुन सक्छ। यो प्रश्नको अप्सन रहेको छ 50 लाख हेक्टर, अप्सन बी रहेको छ 60 लाख हेक्टर र अप्सन सी रहेको छ हाम्रो 80 लाख र अप्सन डी रहेको छ 100 लाख हेक्टरमा सिंचाइ हुन सक्छ। यो प्रश्नको सही उत्तर के रहेको छ? नेपालको नदी नालाहरूबाट 80 लाख हेक्टरसम्म खेतीमा के हुन्छ? सिंचाइ हुन सक्छ। यो प्रश्नको अप्सन कुन सही रहेको छ? अप्सन सी हाम्रो के रहेको सही रहेको छ। हस्त धन्यवाद। हाम्रो भिडियो हेरिबस्नु भएको सम्पूर्ण साथीहरूलाई धन्यवाद छ। हाम्रो भिडियो तपाईहरुलाई मन परायो भने लाइक र सब्स्क्राइब गरी च्यानललाई सपोर्ट पुर्याइदिनु होला। हस्त धन्यवाद।